लु हेर्नुहोस् त किन चाहिँ यति बेसी पानी पर्छ है भनेको त आम्मा यहाँ त ऊ धुमधाम प्रकारले त ऊ भ्यागुताको बिहा गरिदियो रहेछ नि त पानी नपरे साह्रै घाम लागेर चाहिँ यसरी पानी बोलाएर रहेछ नि त भ्यागुताको बिहा गरिदिएर ऊ हेर्नुहोस् त अन्त ऊ पानी परेको 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 परेकै रहेछ हेर्नुहोस् त ए कुरो चाहिँ यहाँ रहेछ नि त यसरी भ्यागुताको बिहा गरिदियो भने चाहिँ पानी आउँदो रहेछ नि त साह्रै घाम लाग्यो भने चाहिँ भ्यागुताको बिहा गरेर चाहिँ पानी बोलाउँदो रहेछ नि त हेर्नुहोस् है यसरी चाहिँ धुमधाम तरिकाले चाहिँ ऊ हेर्नुहोस् यता है भोज चलिरहेको छ हो पुरीहरू पकाइरहेको छ पुरै 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 भोज चाहिँ चल्दो रहेछ नि त हेर्नुहोस् हौ यसरी चाहिँ सिन्दुर पनि लगाइदिनु पर्ने हुँदो रहेछ नि त हेर्नुहोस् न यसरी चाहिँ सिन्दुर पनि लगाइदिनु पर्ने हुँदो रहेछ नि त भ्यागुताले है भ्यागुतिनीको उसको होइन हेर्नुहोस् हौ यसरी चाहिँ बिहा गरिदियो भने चाहिँ पानी पर्दो रहेछ है हेर्नुहोस् है